गाइस गुड मर्निङ वेलकम ब्याक टु माई च्यानल। अहिले चाहिँ कति हो होइन 7:45 बजिसक्यो होइन। अनि हामी चाहिँ जाँदैछौँ फ्यामिली ट्रिप। त्यो अहिले एकछिन पछि थाहा हुन्छ कहाँ जाँदैछौँ भनेर। सो मेरो फ्यामिली अनि मेरो हस्बेन्डको फ्यामिली हामी दुईजना भएर चाहिँ फ्यामिली ट्रिपमा जाँदैछौँ। प्याकिङ भइसक्यो, सबै थोक रेडी पनि भइसक्यो जानलाई। दिन्छु हेलो दुईको दाँत अहिले तर होला यो तर्की याम अहिले तर होला तर्की गाडी आइसक्यो जाला। अहिले हामी बर्थडे बासमा छौँ। ल पट्टुबाट यता हेर। यो अहिले हामी मन्दिर जाँदैछौँ। मोडलिङ गर्ने यहाँ हामी छ हामी यो भारतको आलु भर्यो नि मन्दिर एकदमै शक्तिशाली रे। खाना खानालाई चाहिँ यो मुरली केराबारी भन्ने ठाउँमा छौँ। Two hours later.
दिएको छ कञ्चन भ्यू रहेछ कन्यामै पुग्यौँ हिल साइड हामी चाहिँ हिल साइड रिसोर्टमा छौँ खासै रुमहरू पनि खासै उयो छैन अहिले चाहिँ हामी हिल साइड रिसोर्टमा छौँ हामी यो कन्याम इलामको कन्याममा छौँ खासमा हाम्रो चाहिँ इलाम बजार जाने चाहिँ प्लान थियो तर चाहिँ सडनली वेदर चेन्ज भयो सो रोडहरू पनि केही नदेखेर पुरै फगी थियो क्या केही नदेखिने यहाँको त्यही त्यो हेडलाइट बाल्दा नि केही नदेखिने बिस्तारै हामी 20 को स्पिडमा चाहिँ बल्ल बल्ल यहाँ कन्यामसम्म आइपुग्यौँ क्या सडनली वेदर चेन्ज भयो अनि वी ह्याड टु स्टे एट यो कन्याममा चाहिँ अनि त्यतिखेर नै होटेल गुगलबाट खोजेर त्यो 4.6 कि 7 समथिङ रेटिङ थियो त्यही गुगलकै आधारमा चाहिँ यहाँ आयौँ तर खासै चाहिँ ऊ भएन र ठिकै छ अब आज राति यहीँ बस्ने भोलि हिँड्ने नै हो हामी अब खानासाना खाएर अनि त्यस पछाडि चाहिँ आजको भ्लग चाहिँ यहीँ एन्ड गरौँ बाई थाकिन्छ रेस्ट गर्नुपर्छ बाई बाई